अबे ये तो हुन्छ मैले नयाँ किनेको मर्निङ फेरि पनि स्वागत छ हजुरहरूलाई हाम्रो च्यानलमा अनिस रियल मोटे अनि म पनि आइसकेँ हजुरहरूको मिस्टर विश्व 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 ह्यान्डसम भन्दैन म शाबाश बेटा मिस्टर अनिस भण्डारी है त लु भर्खर गुड मर्निङ भन्छ 6 बजिरहेको छ एसएससी दिने बच्चाहरूले मलाई बोलाइरहेको छ किनभने म उनीहरूको फेभरेट हो आई एम एभ्रिबडिज फेभरेट है इङ्ग्लिस त दामी हाल्थेँ मैले ल त्यही भएर राम्रो बिहानी राम्रो सुरुवात राम्रो सोचाइ राम्रो कामले हामी हाम्रो भिडियो सुरु गरौँ कम हनुमान मूर्ति हो यो हाम्रो यो ल्याम्पो धोएपछि म जाँदैछु हाम्रो एसएलसीको बच्चाहरूलाई लिनलाई आजदेखि एसएलसीको इक्जाम सुरु भइरहेछ है सबैजनालाई मेरो सबै प्रियजनहरू अब जो अब बालबच्चाहरू हुनुहुन्छ होइन एसएलसी दिनेहरू सबैलाई बेस्ट अफ लक दामी दिने दामी है राम्रो दिने ल म जाँदैछु मेरो बुढाहरूलाई लिन अगाडि पुऱ्यो होला तिनीहरू मलाई निमुडा 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 बस चस्मा मेरो भ्लगिङ चस्मा हो यो हेलो गर्नु सबैजनाले हेलो गर्नु ल म एसएलसीको बुढाहरूलाई पुऱ्याएर गइरहेको छु है बुझिदिनु भयो मलाई के भइरहेको छ यहाँ बिहान तातो पानी खाएको अयो तू समझा हाँ नहीं तू समझा नहीं छोटा न छोटा ओ माय गॉड अयो आमा एकने गरे यस हेलो फेरि पनि सबैजनालाई म फेरि काममा निस्किसकेँ काममा भन्दा पनि अहिले म यहाँ मेरो अङ्कलको यो रिफर लिनलाई हेडवर्ड हस्पिटल जाँदैछु बिहान है बच्चा आइरहेको थियो मौसम पनि दामी छ मेरो ब्ल्याक गेटअप कस्तो लागिरहेको तपाईँहरूलाई बोनी भइसक्यो आज मिसहरूलाई पुऱ्याउनुभन्दा अगाडि अब जान्छु हस्पिटल त काट्छु म टिकट काटेपछि जान्छु अनि फेरि म मिसहरूलाई लिन अनि सरलाई लिन है ल आज कस्तो कस्तो पेन्सनहरू भेटिन्छ हेरौँ है त है हेलो सबैजना म अब खाना खान जानु लाग्यो अङ्कललाई हस्पिटल लिएर आएर अब हस्पिटलबाट ल्याएर पुऱ्याएर निस्किँदैछु म छु यहाँ हाम्रो दाइलाई भेट्न पोखराबाट मेरो दाइ आउनु भएको छ है त्यही भएर एकछिन उहाँलाई भेटेर चुसुक्क बुसुक्क गरेर निस्किहाल्छु है त अहिले चाहिँ म यहाँ मेरो ह्यान्डसम बालाई भेट्न आएको छु मेरो बालाई बा हेलो गरिदिनु न यहाँ मेरो दाइ हुनुहुन्छ पोखराबाट आउनु भयो पोखरेली दाइ सान भाइ हेलो सानो गर मामासिरी पेचकसमा व्यस्त हे भगवान रेडी वाटर सफा गर्दैछन् ठिक छ सान भाइले फेरि हेरेँ तिम्रो कट हुन्छ यो फेरि ल म फर्किँदैछु अब हेरौँ बाटोमा कस्तो खालको मान्छे भेट्छ सात समुन्दर लेट्स होप मान्छे भेटोस् है त पायो आ गई माल आ गया आउनुहोस् बसौँ ए यो हस् जानु ल जानु खै मिलाएर दिनु यार 20 रुपियाँ थपिदिनु न ललिपप खान्छु म 20 रुपियाँ थपिदिनु न थ्याङ्क यू ब्रदर धेरै धेरै धन्यवाद बिस्तारै जानु 20 रुपियाँको ललिपप खान्छु म र बच्चा है तो म घर हिँडेँ सबैजना खाना खानालाई खाना खाएर अब कस्तो मान्छेहरू भेटिन्छ लेट्स गो
म खाना खाएर भर्खर निस्केको छु होइन। आज खासै मान्छे त्यति मैले भेटिरहेको छैन यसो इन्टरेक्ट गर्नलाई। अहिले फेरि भेट्ला नि एकछिनमा होइन र। अब म जाँदैछु मेरो जक्सन नलपुल टेम्पू पार्क। माछा टोकेको अघि यहाँ घाँटीमा हड्डी अड्किदिएर अनि गरेर निस्किएर अब म जाँदैछु मेरो एकदम पतर 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 बोल्ने बहिनीलाई लिन है त। अब त्यतिकै अब के कन्टेन्टहरू बन्छ यसो आफै पत्ता गर्छ। हाम्रो च्यानल हो हाम्रो च्यानल। जानी चाहिँ कहाँ हो हाम्रो च्यानल हो भगवान् जाऊ। पहिला सुरु स्कुल रोड है तल्लोपट्टि त्यो कपडा किन्ने ठाउँमा अनि त्यसपछि एउटा टी सर्ट किन्नु छ। ओके तपाईँकोमा साउथी हो साउथी हो अनि पछि एउटा गरीबमा लाउने टी सर्ट अनि पास्ता लिन जाने अनि त्यसपछि स्विट होम मस्त कट। अनि त्यसपछि गाइज के चलिरह हजुरहरूको जिन्दगी सब भ्लगर छ अन्ति करणले भ्लग गर्दैन के छ कस्तो चलिरह दिनदिनै भिडियोहरू नबिर्सिनु होला। वी आर ग्रोइङ हजुरहरूले वाटरिङ गर्नुपर्छ हामी ग्रोइङ हुनको लागि। ओके बाय गाइज सी यु भेरी सुन आई एम द ब्लगर। अब सब भ्लगर छ त्यहाँ म यहाँ मुनि हुन्छु नानी। हेलो म फेरि लिन जाँदैछु मेरो भाइलाई। आज अब समयको पाबन्दीले गर्दाखेरि खासै मैले के अरे त्यस्तो अब रमाइलो खालको अब भ्लगहरू बनाउन पाइनँ। त्यसको लागि म क्षमा प्रार्थी छु। ट्रिपल कार ड्रिम कार मेरो भाइ ओ मेरो बेबी ओ बस न बस लास्ट गर्मी यार यस्तो गर्मी यार। अस्ति नि मामाको गाली खाउनु भयो अहिले मामा आउँदैछन्। मैले एकछिन फेरि बजारमा किन त्यहाँ पैसा हामीसँग पैसा छैन एकछिन आऊ भनेर अनि म अब के तपाईँसँग फेरि फर्केर आउने घुमिरहने म चाहिँ घुम्ने। हेलो गाइज सब्सक्राइब टु माई भ्लग। म चाहिँ चुतुर पुतुर गर्न आएको चन्द्रमुखी हो। यस्तो यस्तो गरेर यिनीहरूले यस्तो गर्छ अनि त्यही भएर त्यस्तै हुन्छ। अरे कहना क्या चाहते हो? मान्छेलाई त यहाँनिर त के गर्नु खोजेको भन्दाखेरि हो जिउलै स्वर्ग ल्याउन खोजेको हो। त्यही भएर बाई बाई बाई। के भन्नु त्यसलाई बाई गरिदिएमा त्यो दाइको मान्छे त हो नि को चोपाइले जोसुकै होस् बाई सक्यो। यो अटोमा चाहिँ म ठ्याक्कै 2 वर्ष भयो चढ्न थालेको त्यो पनि रेगुलर बेसमा के म जहाँ गएँ जस्तो गएँ जे गरे पनि म चाहिँ यही अटोमा चढ्छु अनि मलाई डिस्काउन्ट पनि दिँदैनन्। गाइस यो त्यस्तै भने मात्र हो है यो घुप्चुपिन्छ भने मलाई डर देखाएको हो मलाई डिस्काउन्ट पनि दिँदैनन्। अनि पछि मलाई कहिले के भन्छन् थाहा आया कति टाइम लगाएको भन्छन् किन रोक्यो अटो पिट्नलाई। बहन डर गई बहन। अनि पछि गाइज है म यो अटोमा चढ्न थाले चाहिँ ठ्याक्कै 2 वर्ष हुन आँट्यो। अनि पछि 11-12 पढ्दाखेरि मैले दाइलाई खासै त्यस्तो चिनेको चाहिँ थिइनँ तर नलपुरको जो पनि भ्लगर के यार तर नयाँ भ्लगर हामी चाहिँ अन्डररेटेड भ्लगर हो गाइस। यो गाइसहरुले हेर्नुहुन्छ नि यो भ्लग हेर्नुहुन्छ किन हेर्नुहुन्छ मैले नयाँ किनेको ल मैले नयाँ सब्जी आयो सब्जी आलू ले लो कांदे ले लो। अब रिएक्सन हेर्नु ल बेलुका भिडियो ल ल ल ल ओ ब्याग बाई बाई यो जाने यो पनि यो पनि अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या भाइ
बाई बाई नानी बाई यस्तो छन् हाम्रो बहिनीहरू सबै ब्लगर सब ब्लगर कि आमा फुलपारामा सबैजना ब्लगर अब अर्को ब्लगरलाई लिन जाँदैछु म है यहाँ मेरो यो हजुरहरूले सुन्नुहुन्छ नि है गर्ने उहाँको फाउन्डर यही दाइ हुन् कि म देखाउँछु एकछिन पैसा धेरै भएको जस्तो के भैयालाई तपाईँलाई यहाँ त्यत्रो हरण बजाए यहाँ तपाईँ नसुन्ने यत्रो बच्चाहरू छ यहाँ पर्खाइमा छन् आइया भाउजू आउनु त्यसले भन्ने होइन त्यो 15 जानी दिने 50 वाला भनेर त्यसले खाने हो र हो त खै भयो सबैले एउटा खालके यो 15 यो रेट फेरि सब रेट है रेट त जे टासिङ भइहाल्यो नि चाबे हाल्दैन यो यत्रो बडे 15 हाम्रो छुट भन्छ ए उयो त्यहाँ हेर त कस्तो छ खानु न खाके खानु न त अपने खाइ लगा 2 4 6 अझै एउटा अर्को एकजना हेर्नु त यहाँ 6 15 कति कति व्यापार भयो तपाईँ यार ऊ बजाएको नसुन्ने तपाईँ उयो ओला भयो मम्मीलाई मम्मीलाई भयो तिमीलाई नानी कति भयो 30 रुपियाँ अनि चाहिँ छ 70 अनि 35 105 हो अब 100 रुपियाँ है 5 रुपियाँ डिस्काउंट अभी 5 रुपियाँ डिस्काउंट 7 घटेगा तो हमारा सब ले ली फिर हम 7 को फिरता कर दें फिर हम 7 को फिरता कर दें है 5 रुपियाँ डिस्काउंट ना मिली तो हम 7 को फिरता कर दें ल ठिक बा दामी भोजपुरी हान्नु यार भाइले सुगर लाए मान्छे हेलो 10 वाला ल्याउने अब 10 वाला निकालते नहीं गए हामीलाई गरिब लाग्यो त अब के गर्ने हमारा घाटा जाता पट्ट ठिक छ अङ्कल खानु न एउटामा 5 रुपियाँ घाटा लाग्यो कसरी भयो ए मलाई 10 रुपियाँ चाहियो भन्ने अबे लौटा फाल्यो भयो जाउँ हाम्रो साथमा हुनुहुन्छ हाम्रो मुट्टु दाइ मेरो भोडु दाइ है आइसक्रिम चुस्दै भाइ बरफ बरफ आइया अहिले त भन्न मेरो दाइ फुल भिडियोमा आउँछ न त्यहाँबाट फेरि मान्छे म त आइया अटिन्छ तर एउटा हैवाला हान्दिन् न त्यस्तो त होइन होला है मैले हाम्रो होइन मैले हाम्रो भिडियोमा छ नि सबभन्दा सुरुमा है गर्ने उहाँको फाउन्डर हो कि हैको फाउन्डर हो कि मेरो दाइ मैले अघि खाइसकेको थिएँ कि मेरो बहिनीले खुवाएको थियो कि मलाई आइया होइन त्यो 15 जाने अहिलेसम्म सके होइन यताबाट ठिक छ है मेरो लागि भनेपछि सुन पसलमै हालिदिनु आज दाइलाई फेमस हानिदिन्छु कि म फेमस हानिदिन्छु कि तपाईँलाई भिडियोमा हालेर अब नलजाउनु न है भित्रैबाट आउँछ नि है ल राम्रो ब्रेक हान्नु ल मलाई भाइले कस बिफ गर्नुपर्ने बेला भएको मैले के भन्नु पनि अब च्यातेर हेर न यो सबै झर्ने ल जान जानु रिजोर्भै भएको छ है ल भाइ ल गएन दादा ल हाम्रो दाइ भर्खरै झर्नुभयो है रमाइलो भन्नु यस बुढा मान्छे यार साउने हो नि त फेरि त्यही कुरा मिल्छ हाम्रो है हेलो सबैजना आई होप आजको भिडियो पनि हजुरहरूलाई राम्रो लाग्यो है त्यति कन्टेन्ट मैले पाउँदिनँ र जस्तो अब यो पेसेन्जरहरूसँग रियाक्सन हुन्छ होइन मैले त्यस्तै नै उ गरेर हालिरहेको हुन्छु त्यसैले माया गरिदिनु होला होइन राम्रो अनि राम्रो राम्रो भिडियोहरू हाल्दै गरौँला आमामा कत्रो लाइन हो त्यतिन्जेलसम्म हाम्रो च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु म हार्दिक अनुरोध गर्दछु है